साथीहरू मैले तपाईँहरूलाई हिजो मैले जुन घटेको घटना म सुनाउँछु त तपाईँहरूलाई ल ध्यान दिएर सुन्नुहोस् होला है त। म चाहिँ हिजो चाहिँ गाडीमा हिँडिरहेको थिएँ होइन। अनि गाडीमा हिँड्दाखेरि चाहिँ एक नेपाली केटी रहेछ, सायद नेपाली नै हो होइन। अनि ऊ चाहिँ अर्कै खोइको त्यो यसो हेर्दाखेरि झुसे झुसे पाकिस्तानी बङ्गाली कुन थियो होइन। केटी चाहिँ नेपाली नै हो, यो चाहिँ 100% नै हो। मैले देखेँ गाडीमा बसिरहेको थियो उनीहरू दुईजना। अनि म पनि गाडीबाट नै गइरहेको थिएँ कि। म गाडीमा चाहिँ अगाडि सिटमा थियो, अनि उनीहरू त अब ड्राइभरसँग लागेपछि त अगाडि सिटमा एनी आउने हुने कुरो भइहाल्यो नि होइन। अनि मलाई देखेपछि चिनेछ क्या, म पनि नेपाली जस्तो नि त छु अब हेर्दा नेपाली जस्तो छ। नेपाली चिन्यो, नेपाली नेपाली चिनिहाल्यो। अनि के गर्छ केटी थाहा छ, यसो हेर्छ, लुके जस्तो गर्छ। लुकेको चाहिँ कहाँनिर फेरि थाहा छ, त्यसको अँगालोमा लुकेको, बङ्गाली पाकिस्तानी हो, त्यसको अँगालोमा लुके जस्तो गर्छ। फेरि यसो हेर्छ, फेरि लुके जस्तो गर्छ। तर मैले चाहिँ त्यसलाई यसरी हेर्ने प्रयास नै गरेन, किनभने मैले मैले तिनीहरूलाई हेरेको थिइनँ। म बाटो हेर्दाखेरि चाहिँ अब जस्ट मैले देखिहालेँ मात्रै हो। तर मैले यस्तो पनि गर्न सकिनँ कि, म यस्तो पनि गएन कि। मैले त्यस्तोहरू हेर्न मेरो होइन अहिले लेभल मिल्दैन क्या। र उनीहरूले त्यो अलिकति मलाई रिस चाहिँ कतिखेर उठ्यो भन्दाखेरि त्यो हेर्दै, त्यो लुक्या जस्तो गर्दै, फेरि लुक्या जस्तो केमा त्यस्तोमा होइन, काखमा लुक्या जस्तो गर् होइन। लुकेको हो कि देखा हो कि लाजै लाग्छ भनेदेखि त्यसरी किन होइन, किन बनाउनु के, लाजै लाग्छ भने किन बनाउनु के। र यदि लुकेको हो भनेदेखि लुक्नु नि। त्यो लुक्दै हेरे जस्तो गर्दै यसले मलाई हेऱ्यो कि हेरेन भनेर देखाउनु खोज्या हो कि। यदि उसले मलाई देखाउन खोज्या हो र यदि होइन, र यो भिडियो उसले पनि देखिहाल्यो भनेदेखि होइन, के भन्ने उसलाई। तर यो वास्तविक घटना हो, म उसलाई केही पनि भन्न सक्दैन होइन। यस्तो होइन, यस्तोहरूलाई चाहिँ केही भयो भनेर अलपत्रमा परेर यताउता भनेर चाहिँ होइन, यो भन्छ नि सहयोग सङ्कलन गर्छ नि। यस्तोहरू केही भएर मऱ्यो यताउता पऱ्यो भने पनि उद्धार भने चाहिँ पटक्कै नगरे हुन्छ कि। यस्तोले गर्दाखेरि राम्राले पनि अहिले नराम्रा भइसकेको छ। हो कि होइन साथीहरू भन्नुहोस् त ल।